बच्चाले भूतलाई समात्यो हेर्नुहोस् भूत लुलुक्क भयो ल अस्ति पनि बच्चाले त्यहाँ समात्दाखेरि भूतलाई लुक्क भयो भने मैले सुनेको थिएँ ल हेर्नुहोस् त्यहाँ यो भूतहरूले त हामीहरूको शुद्ध भेष धारण गरेर ठाउँ ठाउँमा गएर भाषण दिएर उल्टो उल्टो सन्देश दिन थाल्यो बा त्यही त नि लोकतन्त्रलाई असफल गर्नु पर्यो भनेर भन्न थालेर अब संविधान सभालाई असफल बनाउनु पर्यो भनेर भन्यो हो अब अब भएन र अब बच्चाहरूले समातेपछि यिनीहरूलाई लुलु हुने भएपछि बच्चाहरूकै तर्फबाट यिनीहरूलाई समात्न लगाएर ठिकठाक पार्नु पर्यो यिनीहरूलाई हो ठिक भन्नु पर्छ पारे हो हुन्छ बा ल जाऊ बच्चाले I love you. I really love you. I love you. Masane? तँलाई माया गर्छस् कि पहिलाको तेल सहनी डङ्किनीलाई माया गर्छस्? त्यो डङ्किनी त त्यसलाई त म माया गर्दै गर्दिनँ त्यो त कस्तो नराम्री छ त कति राम्री छस् नि चास्नी म तँलाई लभ गर्छ है अनि त्यसो भए त्यसलाई किन बिहा गरेको त त्यसले त मलाई लभ गरेर हँसाइ नि हँसाइ यस्तो सोझो हुत भएर त्यसले मलाई हँसाइ I love you. I really love you. अब फेरि त्यो आयो भने त त्योसँग जान्छस् होला त्यो आयो भने त म त त्यसलाई त मारिदिन्छु म लात्तैले हिर्काउँछु त्यसलाई म टोकिदिन्छु गरेर टोकिदिन्छु त्यसलाई म सिङले हानिदिन्छु त्यसको कपाल छ भुत्याएर त्यसलाई चाहिँ म तालु खुइलाई डङ्किनी बनाइदिन्छु तर नभएर त्यसलाई बिहा I love you. Gitarni? Gitarni? How you doing? हेलो जरा म डङ्किनी हङ्किनी को हङ्किनी डङ्किनी जरा म भुत्नी डङ्किनी भुत्नीले फोन गरे पो किन फोन गरे जरा मसानेले मलाई छोड्दियो मसाने लोग्नेले छोड्यो अब छोड्यो